आजै सिक्नुहोस् सामाजिक सुरक्षा कोषमा कसरी रकम भुक्तानी गर्ने गरिन्छ। सर्च गर्नुहोस् एसएसएफ कन्ट्रिब्युसन लगइन भनेर। यहाँ सामाजिक सुरक्षा कोष कन्ट्रिब्युटर पोर्टल देखाउँछ, त्यसमा क्लिक गर्नुहोस्। यो खालको इन्टरफेस देखा पर्छ। यसमा युजर नेम र एसएसआइडी सेम हुन्छ। युजर नेम भनेको एसएसएफ नम्बर हो। यो नम्बर र पासवर्ड तपाईसँग सुरुमा हुन्छ। यसरी युजर नेम, पासवर्ड अनि एसएसआइडी हान्नुभयो भने लगइन गर्ने। लगइन गरिसकेपछि यो इन्टरफेस देखा पर्छ। तपाईले कलेक्सन भन्नेमा क्लिक गर्ने। क्लिक गरिसकेपछि तपाईलाई डिड यु हेभ सबमिसन नम्बर भन्छ, त्यसमा तपाईले गेट सबमिसन नम्बर क्लिक गर्ने अनि यहाँ सबमिसन नम्बर दिन्छ, यसलाई कपी गरेर राख्नु होला। तपाईले ओके गर्नुस्। ओके गरिसकेपछि यो पोर्टल खुल्छ। अब यहाँनिर चाहिँ तपाईले हेर्नुपर्छ है। यहाँनिर तपाईले इयर हान्ने, मन्थ हान्ने अनि तपाईले कति महिनाको तिर्नुहुन्छ त्यो पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ मासिक तिर्ने हुँदा त्यो अप्सन देखाएको छैन, तर तपाईकोमा त्यो अप्सन पनि देखाउन सक्छ। यसरी महिना सिलेक्ट गरिसकेपछि त्यहाँ यहाँनिर तपाईको एसएसआइडी नम्बर, नाम अनि यहाँ बेसिक स्यालेरी भनेर राखेको छ। रिमार्क्स लेखेको छ अनि अर्कोमा अमाउन्ट पनि लेखेको छ। रिमार्क्समा जे जस्तो छ त्यस्तै छोडिदिनु होला। तपाई आफ्टर इम्प्लोइमेन्ट पछि हो भने तपाईको न्यूली जोइन्ड हो, लोयर एटेन्डेन्स, रिसेन्टली टर्मिनेटेड, यो सबै कुराहरू देखाउँछ। जे छ त्यही राखिदिनु होला। जस्तै यहाँनिर तपाईले बेसिक स्यालेरीमा 10,000 लेख्नुभयो भने तपाईको उता अमाउन्ट लेखेको जुन भाग छ त्यसमा 10,000 को 31% देखाउने हो। अहिलेको बेसिक स्यालेरी 12,170 छ, त्यो राख्नुभयो भने उता अमाउन्टमा तपाईको 3,772 पनि 70 रुपैयाँ देखाउँछ। बेसिक स्यालेरी जति सक्नुहुन्छ, 10,000 सक्नुहुन्छ, 15-20,000 जति सक्नुहुन्छ त्यति नै राख्नु होला। त्यो चाहिँ तपाईको मासिक पेमेन्ट हुन्छ। तपाईले गरेको एक्स्ट्रा पेमेन्ट चाहिँ रिटायरमेन्ट फन्ड भनेर सेभ भइरहेको हुन्छ, त्यो पछि तपाईले निकाल्न पाउनुहुन्छ। यो राखिसकेपछि तपाईको तल सेभ सबमिट भन्ने छ, यसमा तपाईले सेभमा क्लिक गर्नुस् अनि तपाईले सबमिट गरिदिनु होला। यसमा एउटा नोटिस आएको छ। यसले भन्न खोजेको चाहिँ मैले अघि जुन सबमिसन नम्बर सेभ गरेर राख्नु भनेको थिएँ त्यो सबमिसन नम्बर अनुसार नै तपाईले पेमेन्ट गर्नुपर्ने हुन्छ। यहाँ जुन रकम देखाएको छ 3,772.70 तपाईले इसेवाबाट अथवा खल्टीबाट जेबाट पेमेन्ट गर्ने हो यति रकम नै तपाईले पे गर्नुपर्ने हुन्छ। अघि सबमिसन नम्बर सेभ गर्नु भएको थिएन भने यो माथि तपाईले सबमिसन नम्बर भनेर देख्नुहुन्छ, यसमा क्लिक गरेर सेभ गर्नु होला। अब हामी पेमेन्टतिर लागौं। तपाईले आफ्नो वालेट, इसेवा, खल्टी जेबाट गर्नुहुन्छ वालेट खोल्नुस्। मैले इसेवा खोले। इसेवा खोलेपछि गभर्नमेन्ट पेमेन्टमा जाने। यहाँनिर सोशल सेक्युरिटी फन्ड एसएसएफ भनेर देखाउँछ, त्यसमा क्लिक गर्नुस्। अब तपाईलाई यहाँ सबमिसन नम्बर र इम्प्लोयर आइडी भनेर देखाएको छ। सबमिसन नम्बर जुन अघि तपाईले कपी गर्नु भएको थियो त्यो राख्नुस्। इम्प्लोयर आइडी भनेको तपाईको एसएसएफ आइडी नम्बर हो। अब एसएसएफ आइडी नम्बर तपाईको कति छ त्यो हेर्नु होला र त्यो नम्बर पनि तपाईले त्यसमा राख्नुपर्ने छ। त्यो राखेर प्रोसिड गरिदिनु होला। प्रोसिड गरिसकेपछि तपाईको सबै डिटेल यहाँ देखिन्छ। मैले चाहिँ जब छोडेपछि आफै कन्ट्रिब्युट गर्दैछु। इम्प्लोयर नेममा त्यसैले हो सेल्फ कन्ट्रिब्युसन इम्प्लोयर भनेर देखाएको। यो तपाईको सेल्फ कन्ट्रिब्युट हो भने सेल्फ कन्ट्रिब्युट भनेर देखाउँछ अनि यहाँ महिना, वर्ष र कति रकम हो त्यो देखाइसकेको छ। अब तपाईले प्रोसिड गर्ने र प्रोसिड गरेर पेमेन्टको प्रक्रिया पुरा गर्नु होला। तपाईको यहाँ पेमेन्ट हुने बित्तिकै तपाईले आफ्नो कन्ट्रिब्युसन पोर्टलमा हेर्नुभयो भने त्यहाँ पनि अपडेट भइसकेको हुन्छ। पेमेन्ट हुने बित्तिकै तपाईको मोबाइलमा पनि यसको मेसेज आउने गर्दछ। तपाईले सामाजिक सुरक्षा कोषको मोबाइल एप पनि डाउनलोड गर्नु भएको होला, त्यसमा पनि तपाईले लगइन गर्नुहोस्। एसएसएफमा राखेको नम्बर जुन छ त्यो नम्बर राख्नुस् र तपाईसँग पासपोर्ट पनि होला, त्यो पासपोर्ट पनि तपाईले यसमा राख्नुभयो भने अनि साइन इन गरिदिनुस्। यसरी तपाईले यसमा लगइन गर्न सक्नुहुन्छ। अब दुईटा कुरा महत्त्वपूर्ण छन्। यहाँ मेडिकल क्लेम र एक्सिडेन्टल क्लेममा दुवै ठाउँमा ग्रीन इलिजिबल भनेर राखेको छ है। यदि तपाईले हरेक महिना पेमेन्ट गर्नु भएको छैन भने मेडिकल क्लेममा नट इलिजिबल भनेर रातो देखाउँछ है। हरियो देखाएको अवस्थामा मात्रै तपाईले यो सेवा सुविधाहरू उपभोग गर्न पाउनुहुन्छ। यसरी तपाईको पेमेन्ट प्रक्रिया पुरा हुन्छ। धन्यवाद।